ल हेलो एभ्रिवान है र आज हामीहरू होइन क्लास 10 ओपिटी म्याथको हाम्रो लेक्चर नम्बर 2 है हामीले ट्रिग्नोमेट्री पढ्दैछौँ होइन ट्रिगोनोमेट्री है त र ट्रिग्नोमेट्रीमा पनि हामीले केही बेसिक कन्सेप्टका कुराहरू गरेको थियौँ होइन अनि त्यस पछाडि चाहिँ हामीले आफ्नो सिलेबसमा मल्टिपल एङ्गल चाहिँ स्टार्ट गरेको थियो र मल्टिपल एङ्गलमा पनि हामीले sin 2a cos 2a र tan 2a को फर्मुलाहरू हामीले मजाले डेराइभ गरिसकेका छौँ। आई होप तिमीहरूले यति पढेर आएको होला होइन, प्र्याक्टिस गरेको होला। ल अब त्यसपछि हेर त हामीले 3a तिर जान्छौँ है त। सो हेर त sin 2a का हामीले पढिसक्यौँ होइन, sin 2a को के हुन्छ भन त 2 sin a cos a है। त्यस्तै sin 2a लाई हामी 10 मा पनि पढेको थियौँ होइन। सो त्यो सब तिमी मजाले रिभाइज गर्न, अहिलेलाई त्यो चाहिँदैन है। sin 2a होइन, त्यसपछि cos 2a को के हुन्छ 2 cos स्क्वायर a माइनस 1, अर्को के हुन्छ हेर त 1 माइनस 2 sin स्क्वायर a, र अरू पनि हामीले यो cos 2a को 10 मा पढेको थियौँ। त्यसपछि हामीले tan 2a को पढेको थियो होइन, tan 2a को तिमीहरूले मजाले पढिसकेका छौ। sin cos र tan दुईटैको एङ्गल मल्टिपल एङ्गल 2 2 वाला हामीले पढिसकेको छौँ। र अब हामीले बल्ल स्टार्ट गर्न गइरहेका छौँ 3a वाला एङ्गल है। ल सो 3a मा हामी सबभन्दा पहिला sin 3a को स्टार्ट गरौँ। ल सो हेर त sin 3a, अब यो sin 3a लाई हामीले के अरे sin 3a लाई हामीले sin 2a प्लस a ले यसरी लेख्न गइरहेको छु है। अब हेर त यो हामीले कम्पाउन्ड एङ्गलमा कन्भर्ट गर्यो होइन, कम्पाउन्ड एङ्गल भनेको बिचमा प्लस माइनस गर्नुको अर्थ हो होइन। अब हेर यो sin a प्लस b भयो a र यो के भयो b। अब sin a प्लस b को फर्मुला हाल्दियो। sin a प्लस b को फर्मुला त याद छ तिमीहरूलाई होइन। हेर त sin a प्लस b भनेको अर्थ sin a cos b प्लस cos a sin b है। यो फर्मुला आई होप तिमीहरूलाई याद छ र 9 देखि नै तिमीहरू पढिरहेको छौ है त यो फर्मुला। ल अब हेर sin 3a लाई यसरी हामीले ब्रेक गर्यो। अब यसलाई फर्मुला यो फर्मेटमा के गर्ने, यसलाई सिम्प्लिफाई गर्ने है त। हेर त sin a प्लस a होइन, अर्थ यसको अर्थ sin a प्लस b भयो। हेर त sin a यो भयो a र यो हामीले b मानिरहेछौँ है त। अब हेर sin a भनेको 2a छ, sin a cos b, b को सट्टा के छ a, प्लस cos a को सट्टा के छ 2a, अनि त्यसपछि sin b को अर्थ a, sin a cos b प्लस cos a sin b है त। ल अब हेर त यो sin 2a को फर्मुला हामीले अस्ति पढेको थियो होइन। सो sin 2a को के हुन्छ 2 sin a cos a होइन, र यहाँ अलरेडी cos छँदैछ, सो cos जस्ताको त्यस्तै हामीले लेखिदियो। ल अब हेर cos को हामीसँग हेर cos 2a को फर्मुला हामीले साइनमा पनि पढेको छु, cosमा पनि पढेको छु र 10 मा पनि पढेको छु। सो cos 2a लाई हामीले के गर्नु पर्यो, साइनमा लेख्नु पर्यो। हामीले सबलाई साइनमा लगिरहेको छौँ होइन। सो cos 2a लाई हामीले साइनमा हेर त। सो cos 2a बराबर के हुन्छ 1 माइनस 2 sin स्क्वायर a, र sin a त मल्टिप्लाईमा अलरेडी छँदैछ है त। ल आई होप यहाँसम्म क्लियर छ है त तिमीहरूलाई। ल अब यसलाई सिम्प्लिफाई गर्दै जाऊ त। हेर त 2 जस्ताको त्यस्तै, हेर त cos र cos, सो sin a पनि जस्ताको त्यस्तै, cos र cos तिम्रो के भयो cos स्क्वायर a प्लस, अब यसलाई सिम्प्लिफाई गरिदिउँ न, यसलाई यसरी लेख्नु पनि मिल्छ नि त, sin a 1 माइनस 2 sin स्क्वायर है त। ल सो अब हेर 2 sin a भयो होइन, र cosलाई हामी के गर्नु साइनमा कन्भर्ट गर्ने। हेर त हामीलाई के थाहा छ भन्दा sin स्क्वायर a प्लस cos स्क्वायर a बराबर 1 भन्ने चिज त हामीलाई थाहा छ होइन। माइक काम गरिरहेको छु है, अस्तिको भिडियोमा थोरै कट भएको थियो है साउन्ड, त्यसको लागि म सरी भन्न चाहन्छु है तिमीहरूलाई। ल सो हेर त के अरे हामीले कसको फर्मुला निकाल्दै थियो होइन। सो यहाँबाट हेर त cos स्क्वायर a बराबर 1 माइनस sin स्क्वायर हुन्छ होइन हो। सो यो हामीले पुट गर्दैछौँ। सो हेर त cos स्क्वायरको सट्टा के हुन्छ 1 माइनस sin स्क्वायर प्लस, अब यसलाई मल्टिप्लाई गर्दै जाऊ होइन, sin a माइनस छ भने माइनस 2 sin QA है त। ल अब हेर त 2 sin a सिम्प्लिफाई गर्दै जाऊ माइनस, त्यसपछि के छ 2 sin स्क्वायर र sin भनेको sin QA प्लस sin a माइनस 2 sin QA। ल हेर त 2 र 1 3 भनेको sin भनेको 3 वटा भयो। सो 3 sin a माइनस 2 र 2 4 4 sin QA। सो यो के भयो हाम्रो sin 3a को फर्मुला आयो।
सो sin 3a बराबर के हुन्छ त भन्दा sin 3a बराबर 3 sin a, हेर त sin 3a बराबर 3 sin a minus 4 sin cube a है त। सो 3 मा के sin को एंगलमा 3 वाला एंगलमा 3 मल्टिपल भएको एंगलमा हाम्रो यो फर्मुला भयो sin को फर्स्ट फर्मुला है त। ल सो यति नोट गर त तिमीहरु सबभन्दा पहिला। सो यो फर्मुलालाई म यहाँ छेउमा एकछिन लेख्दै छु। sin 3a बराबर 3 sin a minus 4 sin QA। ल यो हामीले पढिसक्यौ। ल आई होप यति तिमीहरुले लेख्यौ हैन। ल अब यस पछाडी क्वालिटी राम्रो आइरहेछ। ल ठीक छ है। अब हेर यस पछाडी sin को हामी मल्टिपलमा 3a को एंगल हामीले के गर्यो भने पढ्यौ। अब हामीले cos को त्यस्तै हेर त cos 3a लाई हैन हामीले कसरी लेख्न सक्छौ। ओह ल cos 3a लाई हामीले 2a plus a गर हैन अथवा a plus 2a गर पुरा उयो है त। सो cos a plus b को फर्मुला हेर त के हुन्छ cos a cos b यहाँ प्लस छ भने त्यहाँ माइनस हाल्ने हैन cos a cos b minus sin a sin b। सो हेर cos a cos b minus sin a sin b है त। आई होप यहाँसम्म सबजना क्लियर छ है। ल अब हेर त यो cos छ हैन cos 2a को फर्मुला अब फेरि हाल्दियौ हैन। सो cos 2a लाई हामीले cos मा ल्याउनु पर्ने छ। सो cos 2a को cos मा हाल। सो cos 2a को cos को टर्ममा के हुन्छ। सो 2 cos स्क्वायर a minus 1 यति र त्यसपछि cos a जस्ताको त्यस्तै छ। माइनस छ भने माइनस। अब sin 2a को फर्मुला हाल्दियौ 2 sin a cos a र sin a त छदै छ अलरेडी यहाँ हैन। ल सबैलाई सिम्प्लिफाई गर त cos ले गुणा गर्दियौ। सो 2 cos QA minus ओहो माइनस cos a र यहाँ माइनस रहेर त cos 2 cos a जस्ताको त्यस्तै त्यस्तै यहाँ के भयो तिम्रो sin र sin भनेको sin स्क्वायर a हुने भयो है त। अब 2 cos QA minus cos a हैन माइनस 2 cos a र sin स्क्वायर को हामीले cos को टर्ममा लेख्ने हैन। सो sin स्क्वायर बराबर 1 minus cos स्क्वायर a है त। ल अब सिम्प्लिफाई गर्दियौ सजिलो छ। 2 cos QA minus cos a माइनस हेर त 2 cos a माइनस माइनस प्लस 2 cos QA है त। ल 2 cos QA 2 cos QA कति भयो 4 cos QA हैन। अनि त्यसपछि दुईटा cos र एउटा cos तीनटा। सो माइनस 3 cos a। सो ल सो यो हाम्रो के को आयो cos 3a को। सो cos 3a बराबर 4 cos QA minus 3 cos a यो हाम्रो भयो फर्मुला। ल सो sin 3a को र cos 3a को पढ्यौ। अब हामीले 10 को पढ्छौ है। सो पहिला यो तिमीहरु छिटो छिटो उतार त कपी गर त है यसलाई। ल भयो। ल म मेटिरहेको छु है। भएन भने भिडियो पज गरी तिमीहरु लेख्नु है त। ल यसलाई यहाँ लेख्दियौ न है cos 3a बराबर 4 cos QA minus 3 cos a है त। यो दुईटै लेख। हाम्रो यो पढ्यो अहिले यो पढ्यो है त। दुई एकअर्काको उल्टो पुल्टो छ नि हैन यहाँ। सो सजिलो छ पढ्न पनि है त। ल सो हेर त अब 10 3a तिर जाऊ हामी हैन 10 3a है। सो 10 3a लाई हामी सेम प्रोसेस जाने हो हैन 10 2a plus a गर्दिने। अब 10a plus b को फर्मुला हाल्दियौ हैन। सो 10a plus 10b by 1 minus 10a 10b है। ल यति भयो। अब हेर त अस्ति हामीले 10 2a को फर्मुला पढेको थियो। यो माइकमा मलाई डाउट लागिरहेछ है एकछिन ल। ल ल हेर त यो 10 2a को हामीले के फर्मुला पढेको थियो भने हामीले मल्टिपल एंगलमा अस्ति नै पढेको थियो 10 2a बराबर 2 10a by 1 minus 10 स्क्वायर a है त। अब भ्यालु पुट गर्दियौ त 10 2a को सट्टा के हुन्छ 2 10a by 1 minus 10 स्क्वायर a हैन प्लस छ भने प्लस 10a जस्ताको त्यस्तै र यो फ्र्याक्सन हाल्नु।
1 माइनस अब 10 2 को हाल्दियो होइन सो 2 10 a अपन 1 माइनस 10 स्क्वायर a र 10 a जस्ताको त्यस्तै है त ल। सो यति चिजहरू भयो होइन। अब हेर सो यसलाई सिम्प्लिफाई गरिदियो होइन 2 10 a प्लस तलमा के हुन्छ यो हामीले के लिन्छौँ यसलाई एलसिएमको रूपमा लिन्छौँ होइन। सो एलसिएमको रूपमा 1 माइनस 10 स्क्वायर ए लिन्छु है। तिमीहरू देखिरहेको छौ कि छैन म यता लेख्छु है ल यो सब म मेटिरहेको छु। सो हेर त अब यसलाई सिम्प्लिफाई गर्ने होइन। सो हेर यो 1 माइनस 10 स्क्वायर यतातिर एलसिएम लिनु। सो 1 माइनस 10 स्क्वायर हामीले एलसिएम लियौँ होइन। अब यो के कति भयो 2 10 a प्लस छ भने प्लस ल। अब यो र यो के हुन्छ मल्टिप्लाई हुन्छ। सो 10 a टाइम्स 1 माइनस 10 स्क्वायर a है त ल। अब एउटा ठुलो फ्रेक्सन छ भने ठुलो फ्रेक्सन तलमा पनि 1 माइनस 10 स्क्वायर ए तिम्रो एलसिएम भयो। अब यो उतापट्टि गएर मल्टिप्लाई हुँदो रहेछ हेर सो 1 माइनस 10 स्क्वायर ए होइन माइनस छ भने माइनस र 2 10 ए छ अलरेडी इन्टु 10 ए भनेको 2 10 स्क्वायर ए यति भयो है ल। अब हेर त योबाट यो कट्यो होइन। अब सिम्प्लिफाई गर्दै जाऊ। सो यहाँनिर हेर त 2 10 ए प्लस गुणा गर 10 ए माइनस 10 क्यु ए र यहाँनिर हेर त 1 माइनस 10 स्क्वायर ए माइनस 2 10 स्क्वायर ए ल। अब हेर 2 र 1 3 तो 3 10 ए माइनस 10 क्यु ए अपन यहाँ हेर त 2 र 1 3 सो 1 माइनस 3 10 स्क्वायर ए। सो यो के को फर्मुला भयो 10 3 ए को 3 10 ए माइनस 10 क्यु ए अपन 1 माइनस 3 10 स्क्वायर ए। सो यति फर्मुला हामीले पढ्यौँ होइन। लाइक हेर सबभन्दा पहिला त हामीले मल्टिपल एङ्गल भनेको के हो भनेर बुझ्यौँ होइन। त्यसपछि हामीले मल्टिपल एङ्गल 2 को मल्टिपल एङ्गल पढ्यौँ त्यसपछि 3 को पढ्यौँ होइन। र 2 मा हामीले साइनको पढेको थियौँ होइन। त्यसपछि साइन 2a कस 2a र टेन 2a है। त्यसपछि हामीले 3 को पढ्यौँ 3 मा हामीले साइन 3a कस 3a होइन अनि त्यसपछि टेन 3a अनि एउटा भयो तिम्रो यो यति जति फर्मुला मैले पढाइदिएको छु यतिलाई तिमीले मजाले प्र्याक्टिस गर र अरू जे जति चाहिने फर्मुला छ त्यो हामीले एउटा एउटा एक्सर्साइज गरिरहेको छौँ त्यो सब मजाले त्यसमा कभर अप हुनेछ र के कसरी फर्मुलालाई युज गर्ने होइन त्यो म उतैतिर सिकाउँछु र यसलाई यो तिमीहरू लेख्दै गर र हामीले एक्सर्साइजको एउटा एउटा क्वेसनहरू गर्न गइरहेको छु है त ल। ल बुक छ भने पल्टाउ तिमीहरू पेज नम्बर 211 होइन यो वेदान्तवाला बुक है। सो यो 211 बुक पेज पल्टाऊ अनि त्यसपछि छैन भने पनि म तिमीहरूलाई देखाइदिइरहेको छु स्क्रिनसट मजाले लेख्न सक्छु है तिमीहरू ल। त्यसपछि हेर के अरे यो यसको पनि स्क्रिनसट ल्याऊ फोटो लिन्छौ ल्याऊ होइन ल यो मजाले ल्याऊ र आज हामीले एक्सर्साइजको एउटा एउटा क्वेसनहरू गर्न गइरहेको छु है त। सो सुरुको हाम्रो क्वेसन नम्बर 1 मा हेर त भेरी सर्ट क्वेसन होइन एक्सर्साइज तिम्रो के अरे 9.1 होइन 9.1 र हेर 1 नम्बरमा के छ भेरी सर्ट क्वेसन है त ल। भेरी सर्ट क्वेसन र ए नम्बरमा हेर त 1 को ए मा तिम्रो डिफाइन मल्टिपल एङ्गल विथ एन इक्जाम्पल। अब के भनेको छ मल्टिपल एङ्गललाई डिफाइन गर इक्जाम्पल दियो होइन। सो हामीले त यो पहिलो लेक्चरमा नै गरिसकेको छौँ हेर त त्यही पनि म गरिदिइरहेको छु है त ल। सो हेर त लेट ए बी एनी एङ्गल होइन देन 2a 3a 4a etc is called multiple angle of ए है। इक्जाम्पल भनेको छैन सो इक्जाम्पलमा तिमी साइन 2l हालिदेऊ होइन साइन 3a हालिदेऊ है इटिसी एन्ड इटिसी यहाँ 2a डाइरेक्टै हाल्दा पनि भयो साइन नलिए पनि हुन्छ है त ल। सो त्यसपछि हेर त एक्सप्रेस बी नम्बरमा हेर त एक्सप्रेस साइन 2 थीटा इन टर्म्स अफ ल म क्वेसन लेख्दैछु है एक्सप्रेस साइन 2 थीटा in terms of
sin theta cos theta and tan theta, sin theta cos theta and tan theta। ल यसमा के भनेको छ हेर है, यो म पहिले पनि डिस्कस गरिसकेको छु, सर्ट क्वेसन, भेरी सर्ट छ हैन। यो एउटा दुईटा क्वेसन सोधिराखेको हुन्छ 1 मार्कमा। सो हेर त, sin 2 थीटालाई हामीले sin को cos को र tan को टर्ममा लेख्नु पर्ने छ है त। सो यो त फर्मुला नै भयो, हामीले अस्ति पढेको थियो है। सो sin 2 थीटा बराबर के हुन्छ, 2 sin थीटा cos थीटा हैन। त्यस्तै sin र cos को टर्ममा भयो। अब tan को टर्ममा लेख्दियो। सो tan को टर्ममा मैले कसरी भनेको थिएँ हेर त, या त डाइरेक्टै 10 मा थाहा छ भने ठिकै छ हैन। क्वेसनको के रे, हाम्रो बुकको पछाडि पनि यो के रे दिएको छ हैन, फर्मुलाहरु मजाले। सो त्यहीबाट डाइरेक्टै लेख्दा नि भयो हैन, अथवा डेराइभ गर्दै गर्दै लेख्दा पनि भयो। सो मैले डेराइभ पनि गर्न सिकाइदिएको छु तिमीहरुलाई हैन। सो त्यहीबाट पनि लेख्दा हुन्छ र यहाँ हामी अहिले डाइरेक्ट लेख्छौ है। सो 2 tan a अपन 1 प्लस tan स्क्वायर a थीटा छैन, सो थीटा लेख्दै यहाँ। ल sin cos र tan को टर्ममा हामीले लेख्यौं। यो फर्मुला केमा हुन्छ, यसको नै भयो र यो इक्विभ्यालेन्ट यो tan को टर्ममा भयो है त। ल त्यसपछि ल सी नम्बरमा जाऊ है त। त्यसपछि सी नम्बरमा मजाले जाऊ, एक्सप्रेस cos 2 थीटा, यसलाई म मेटाउँदै छु है त। ल सो यो भयो। ल हेर त, त्यसपछि हेर त 1 को सी मा हो है। सो एक्सप्रेस cos 2 theta in terms of sin theta हैन, cos theta and tan theta है। यो पनि साह्रै सामान्य छ हैन। अब यो हेर, cos लाई एकचोटी sin को टर्ममा cos को टर्ममा हैन, र हेर कसरी लेख्ने। सो हेयर यो डाइरेक्ट फर्मुला नै छ हैन। डाइरेक्टली तिमीहरुले फर्मुला हेर, जुन cos भयो नि हाम्रो हैन, के रे म तिमीहरुलाई देखाइदिँदै छु हैन एकचोटी। cos हेर, जस्तो कि अब ल यी हेर त, यो बी नम्बरमा हेर, cos 2 को सम्पूर्ण फर्मुला दिएको छ कि छैन हैन। हो सब दिएको छ, सब यसरी यहीँबाट लेख्दा नि भयो हेर। अब cos 2 को हेर त, पहिला sin मा लेख। सो 1 - 2 sin स्क्वायर थीटा भयो, 2 sin स्क्वायर थीटा हैन। यो अब cos मा लेख। सो 2 cos स्क्वायर a - 1। त्यसपछि 10 मा भनेको छ भने 10 मा लेख। सो 10 मा के हुन्छ, 1 - tan स्क्वायर थीटा बटे 1 प्लस tan स्क्वायर थीटा है। यो साह्रै सामान्य छ, तिमीहरुले मजाले यो गर्न सक्छौ है त। त्यसपछि हामी नेक्स्ट क्वेशनमा जाऊ। एक्सप्रेस cos 2 थीटा इन टर्म्स अफ cot थीटा भन्दा रहेछ हेर त। सो 1 को डी मा हेर, एक्सप्रेस cos 2 थीटा इन टर्म्स अफ cot थीटा। हेर, cos लाई हामीले cot को टर्ममा लेख्नु पर्ने छ हैन। हेर त, cot को त मैले कुनै कसैलेमा सिकाएको छैन, कुनैमा सिकाएको छैन हो, तर मैले यहाँनिर 10 मा सबको सिकाइदिएको छु। सो 10 को आयो भने cos को के रे cot को अटोमेटिक आउँछ हैन। सो हेर त, cot 2 थीटा इज इक्वल्स टु 10 मा के हुन्छ, cot को भन्यो भने हेर, cot को भनेको छ भने पहिला 10 मा हामीले याद गर्ने हैन। सो 1 माइनस tan स्क्वायर अपन 1 प्लस tan स्क्वायर यति भयो। अब हेर, हामीले cot मा ल्याउनु पर्ने छ। सो हेर त, cot थीटा बराबर के हुन्छ, 1 अपन tan थीटा, अथवा tan थीटा इज इक्वल्स टु 1 अपन cot थीटा हैन। सो हाल्दियो यहाँ। सो 1 माइनस 10 को सट्टा के हुन्छ, 1 अपन cot स्क्वायर 1 प्लस 1 अपन cot स्क्वायर है त। अब यसलाई सल्भ गर। सो कति हुन्छ हेर त, यहाँ एलसीएम ल्याउ त, cot स्क्वायर। सो cot स्क्वायर थीटा माइनस 1 अपन तलमा नि cot स्क्वायर ल्याउ हैन। सो cot स्क्वायर थीटा प्लस 1 है। cot बाट cot कट्यो हैन। त्यसपछि cot स्क्वायर थीटा माइनस 1 अपन cot स्क्वायर थीटा प्लस 1, एन्ड दिस इज आवर आन्सर है। सो यसरी तिमीहरुले मजाले गर्न सक्छौ। ल अब यसलाई लेख त तिमीहरु छिटो छिटो। त्यसपछि म तिम्रो 1 को डी भयो हैन। त्यसपछि 2 नम्बरमा जान्छौं है त। ल यो भयो है। ल एकछिन पख, म क्वेशन सार्छु अनि त्यसपछि है। ल
ल अब हेर त यो 2 नम्बरमा यो पनि साह्रै सामान्य छ र एक्सप्रेस sin 3 थीटा इन टर्म्स अफ sin 3 थीटा को फर्मुला लेख्नु छ है त हेर त सो sin 3 थीटा को भर्खरै हामीले पढेको थियो हैन सो sin 3 थीटा इज इक्वल्स टु 3 sin a minus 4 sin k यो लेख्दिने हैन त्यस्तै cos 3 थीटा को हामीले यो 4 cos q minus 3 cos m लेख्दिने है त्यस्तै 10 को तिम्रो भयो यो लेख्दिने है त सो अलरेडी तिमीले फर्मुला के कतिको अन्डरस्ट्यान्डिङ छैन त्यो सब चिजहरू यहाँबाट जाँच्न खोजेको छ सब मजाले गर है त अब हेर त हामीले कि यहाँ डी नम्बरमा एउटा क्वेसन अल्टर फल्टर सोधिएको छ हेर त के कस्तो छ सो एक्सप्रेस टेन थीटालाई हामीले cos 2 को टर्ममा लेख्नु पर्छ अब यो क्वेसनलाई कसरी गर्ने हैन सो हेर टेनलाई के गर्नु छ cos 2 को 2 थीटाको टर्ममा एक्सप्रेस गर्नु छ 10 को हामीले cosमा फर्मुला के छ हेर त के रे cos 2 थीटाको फर्मुला हामी पढेको थियो हैन सो cos 2 थीटा इज इक्वल्स टु 1 माइनस 10 स्क्वायर थीटा अपन 1 प्लस 10 स्क्वायर थीटा यो सब चिज मजाले पढेको थियौँ हामीले है त अब हेर हामीले 10 को टर्ममा लेख्नु पर्यो यसलाई हैन सो सिम्पली तिमीहरू के गर भन्दा यहाँ केही छैन भने 1 भयो हैन यहाँ क्रस गुणा गर त यसलाई सो क्रस गुणा गर्दै गर्दाखेरि cos 2 थीटा इज इक्वल्स टु 1 प्लस 10 स्क्वायर थीटा र यो भनेको 1 माइनस 10 स्क्वायर थीटा ल अब यसलाई सिम्प्लिफाई गर cos 2 थीटा प्लस cos 2 थीटा इन्टु 10 स्क्वायर थीटा इज इक्वल्स टु 1 माइनस 10 स्क्वायर जस्ताको त्यस्तै अब हामीले निकाल्नु पर्यो के अरे 10 निकाल्नु पर्ने छैन सो 10 र 10 लाई हामीले एउटा एउटा साइड गर ल सो cos 2 थीटा जस्ताको त्यस्तै 10 स्क्वायर थीटा यसलाई हामी यता ल्याउँदैछौँ यो पनि 10 स्क्वायर थीटा इज इक्वल्स टु 1 यो उता गयो भने 1 माइनस cos 2 थीटा है ल अब cos 10 स्क्वायर कमन आइरहेछ यहाँबाट 10 स्क्वायर थीटा कमन आयो हैन अनि त्यसपछि तिम्रो cos 2 थीटा प्लस 1 र 1 माइनस cos 2 थीटा यो द्याट सेट अफ कुराहरू भयो है अब यसलाई हामीले अझै सल्भ गर्दै जाउँ त हेर त निकाल्नु पर्यो 10 हैन सो 10 स्क्वायर थीटा इज इक्वल्स टु 1 माइनस cos 2 थीटा अपन 1 प्लस cos 2 थीटा ले सो यति भयो हाम्रो है अब हामीले 10 को सिंगल भ्यालु चाहियो भने रुट अन्डर यता गरिदियो हैन साह्रै सामान्य छ यो पनि सो 10 थीटा इज इक्वल्स टु रुट ओभर 1 माइनस cos 2 थीटा र 1 प्लस cos 2 थीटा यहाँ प्लस माइनस है र यो भयो हाम्रो एन्सर है ल यति गर हैन अनि यसपछि तिम्रो भेरी सर्ट क्वेसनमा यस्तो खाले क्वेसनहरू सोध्न सक्छ मेन फर्मुला तिमीले गर्ने हैन मैले पढाइदिएको चिजमा पहिला ध्यान दिने अनि त्यसपछि अझै म फर्दर त्यसमा थप गर्दै जान्छु सिकाउँदै जान्छु है त तिमीहरूलाई ल सो यो गर अनि यसपछि हामीले के अरे सर्ट क्वेसनहरू मजाले एक दुईटा हेर्छु अनि त्यसपछि हामी है ल सो अब हेर त हामीले सर्ट क्वेसन गर्न गइरहेको छौँ है त सो 3 को ए नम्बरमा हेर त 3 को ए नम्बर है तिमीहरू मसँगै गर्दै जाने है क्वेसन हुन त म लेखिदिएको छु बुकबाट पनि तिमीहरू हेर्नु है त ल साइन के अरे साइन थीटा इज इक्वल्स टु 1/2 हामीले गिभन छ फाइन्ड द भ्यालु अफ cos 2 थीटा हैन यहाँबाट के अरे cos 2 थीटा निकाल भनेर भनेको छ है त सो अब हेर त हामीसँग साइनको भ्यालु गिभन छ हैन र निकाल्नु छ cos 2 थीटा सो हेर cos को फर्मुला हामीले साइनमा दिनु पर्यो हैन हेर त हुन त cos 2a को फर्मुला के छ हेर त 2 cos स्क्वायर a माइनस 1 यो cos मा आफै छ cos 2 को फर्मुला र यही cos 2 को फर्मुला साइनमा के छ 1 माइनस 2 sin स्क्वायर है यति चिजहरू छन् हैन सो हामीले दिएको भ्यालु केमा छ साइनमा छ सो हामीले के गर्नु पर्यो सो भ्यालु के को दिएको छ साइनको सो हामीले cos को फर्मुला साइनको टर्ममा लेख्नु पर्यो cos को फर्मुला हामीसँग के को छ साइनमा यो छ हैन सो cos 2a को हामीले साइनमा लेख्छौँ सो cos 2a बराबर सरी साइनमा लेख्न गइरहेको छैन हामी सो 1 माइनस 2 sin स्क्वायर थीटा है त सो 1 माइनस 2 जस्ताको त्यस्तै साइनको सट्टा कति छ 1/2 सो 1/2 को होल स्क्वायर यसलाई सिम्प्लिफाई गर 1 माइनस 2 इन्टु 1/2 होइन यो गयो होइन सो यो कति भयो तिम्रो 1 माइनस 1/2 टु एलसिएम ल्याउ 2 माइनस 1 भनेको 2 माइनस 1 भनेको 1/2 दिस इज आवर एन्सर है त त्यसै लेख्न सक्छु अब हेर यहाँ साइनको भ्यालु अलरेडी गिभन छ होइन
र तिमीलाई अझै थप यसमा के कस्तो सोध्न सक्छ त्यो म तिमीहरूलाई बताउँदैछु है। साइनको भ्यालु गिभेन छ होइन, कसको तिमीलाई अहिले क्वेसनमा सोध्यो। अर्को क्वेसनमा के सोध्न सक्ला कि साइनको छ होइन, साइनको भ्यालु अलरेडी गिभेन छ, कसको के अरे, अनि यहाँ तिमीलाई साइनको गिभेन छ होइन, अनि तिमीलाई यहाँ कस 2a को अलरेडी सोधिसक्यो। अब मानौँ न यहाँ तिमीहरूलाई यहाँ कसको भ्यालु दिइहाल्थ्यो होइन, कसको भ्यालु मानौँ 1/2 र cos 2a को निकाल्नु पर्ने थियो भने हामीले कुन फर्मुला युज गर्छ यहाँ यति बेला त हामीले कसको फर्मुला कसको टर्ममा युज गर्छ होइन। यो सब चिजहरू मजाले बुझ्ने है त तिमीहरू। ल यो भयो ल। सो यो सब चिजहरू छन् होइन। ल अब त्यसपछि हेर बी नम्बरमा जाऊ त। टेन थीटाको भ्यालु गिभन छ तिमीलाई, टेन थीटा बराबर 1/√3। फाइन्ड द भ्यालु अफ के को रे, टेन 3 थीटाको निकाल्नु पर्यो। सो टेन 3 थीटाको फर्मुला के छ हामीसँग हेर त, टेन 3 थीटा इज इक्वल्स टु, हेर हामीले सब फर्मुला मजाले तिमीहरूलाई आउनु पर्यो है त। हेर टेनको फर्मुला के छ, सो 3 10 a माइनस 10 QA अपन 1 माइनस 3 10 स्क्वायर a है त। सो यो भयो, यसमा भ्यालु हालिदेऊ, एकदम आसान छ होइन। 3 इन्टु टेन थीटाको भ्यालु कति, 1/√3 गिभेन छ। सो 1/√3 गिभेन छ माइनस 1/√3 को पावर क्युब र तलमा हेर 1 माइनस 3 इन्टु 1/√3 को भ्यालु स्क्वायर छ भने स्क्वायर। ल अब रुटहरूको स्क्वायरमा क्युबमा थोरै स्टुडेन्टहरूलाई के हुन्छ, समस्या हुन्छ। के हुन्छ भन त, समस्या हुन्छ भने यहाँ थोरै ध्यान दिने है त। हेर त यो 1/√3 को पावर कति छ अरे, 3 छन् होइन। अब हेर यसलाई हामीले के अरे 3 चोटि तिमीले मजाले लेख्न सक्छौ, अथवा यसलाई यसरी नि गर्ने, यो 1 यसलाई के गर्ने, एकचोटि स्क्वायर गरिदिने अनि 1/√3 जस्ताको त्यस्तै लेखिदिने। किनभने हेर त बेस सेम छ, बिचमा गुणन छन् भने पावरहरू के हुन्छ, एड हुन्छ होइन। यहाँ 2 र यहाँ केही छैन भने 1, 1 र 2 मिलेर फेरि यहाँ 3 नै हुने हो है त। अब हेर यो 2 मैले किन गरेँ, किनभने यो 2 सँग के हुन्छ, रुट कट्छ, √3 यदि स्क्वायर छ भने योबाट यो कट्छ, बाँकी हुन्छ हाम्रो 3। त्यो हुनको लागि हामीले यस्तो गरेको है त। सो यसलाई सिम्प्लिफाई गरेर लेख्यो भने 1 को स्क्वायर 1 नै हुन्छ र यो रुटसँग यो पावर 2 कट्छ भनेको 3 इन्टु 1/√3 जस्ताको त्यस्तै। यसको अर्थ 1/3√3 भयो, यतिको साट हो है त। सो अझै त्यो अब लेख्दै जाऊ है। सो 3 इन्टु 1/√3 माइनस यसको सट्टा हामीले कति गरेको थियो, 1/3√3 र तलमा हेर 1 माइनस, यहाँ पनि त्यस्तै के छ। सो 1 को स्क्वायर 1 नै, 1/3 भयो होइन, योबाट यो कट्ने भयो। अब हेर 1 माइनस 1 गयो भने यहाँ समथिङ छ होइन, समथिङ अपन 0, 1 माइनस 1 भनेको के हुन्छ, 0 होइन। यहाँ बुझेनौ तिमीहरूले, हेर त यो 3बाट 3 कट्यो होइन। सो यहाँ केही छैन भने 1 र 1 यहाँ त अलरेडी छ। सो 1बाट 1 गयो भने 0 र यहाँ केही छ। सो समथिङ अपन यदि 0 छ भने त्यो चिज के हुन्छ, इन्फिनिटी हुँदो रहेछ होइन। सो यसको एन्सर के भयो, यो लेख्ने होइन, यहाँबाट तिमीहरूले डाइरेक्ट यो एन्सर लिन सक्छौ है त। ल अर्को हेर, समथिङ यदि माथिमा कुनै चिज छ होइन, मानौ 3/0 छ भने के भयो, इन्फिनिटी। यदि 0/3 छ भने यो चिज 0 हुन्छ। यति कुरा चाहिँ ख्याल राख्नु है त तिमीहरू। ल सो यो भयो होइन। अब सी नम्बरमा हेर, सी नम्बरमा के भनेको छ, 1/2 भ्यालु छ, 10 को भ्यालु कति अरे, 1/2। सो फाइन्ड द भ्यालु अफ 3 थीटाको। सो सजिलो छ, एकदम सजिलो, यहाँ पनि भ्यालु हालिदियो होइन। सो अब कसरी गर्ने हेर, सो 3 इन्टु 10 थीटाको भ्यालु कति हुन्छ हेर त, 1/2 गिभन छ होइन हामीलाई। सो 1/2 माइनस 1/2 को होल पावर 3 र 1 माइनस 3 इन्टु 1/2 को होल स्क्वायर है त। ल अब यसलाई सिम्प्लिफाई गर, 3/2 माइनस 1/8 र यो भयो तिम्रो 1 माइनस 2 दुना 4 भनेको 3/4, एलसिएम ल्याऊ होइन। यो दुइटैमा एलसिएम ल्याउँदा कति आउँछ, 8 होइन। र यो 8 मा 2 ले डिभाइड गर्यो भने 4, 4 इन्टु माथिमा 3 छ, 3 माइनस 1, तलमा के छ हेर त, 4 एलसिएम लिनु पर्ने होइन। सो 4 माइनस 3 है, यो तिमीहरू बाल्यकालदेखि नै पढ्दै आइरहेको है। ल सो अब यसलाई फेरि सल्भ गर त, 4 तिया 12बाट होइन
4 3 जा 12 माइनस 1 11 11/8 अपन 4बाट 3 गयो भने 1/4 है त। अब यसलाई सिम्प्लिफाई गर त हेर। अब यसलाई कसरी गर्ने हेर। म तिमीहरूलाई अझै एउटा सिकाउँदैछु यहाँ हेर त। 11 हैन र तलमा 8 यहाँ ठुलो फ्र्याक्सन छन् नि हैन, त्यसको सट्टा हामीले यसरी डिभाइड दिइहाल्ने यदि धेरै कन्फ्युजन भयो भने। र त्यसपछि के छ 1/4 है त। सो यहाँसम्म तलसम्म देखिरहेको छ तिमीहरू कर्नरमा। ल मजाले देखिरहेको छ हैन। ल अब हेर यसलाई कसरी सिम्प्लिफाई गर्ने। 11/8 हैन, यो डिभाइडलाई मल्टिप्लाई गर्ने, डिभाइडलाई मल्टिप्लाई गर्ने र यसलाई पल्टाइदिने, यतातिरकोलाई पल्टाइदिनु 4/1 गरिदिनु हैन। अब सल्भ गरिदेऊ। 4 2 जा 8 सो भनेको 11/2 अनि यो भयो हाम्रो एन्सर। र यसरी तिमीहरूलाई मैले बच्चा जस्तो सिकाइदिरहेको छु हैन। ल यसरी तिमीहरूले मजाले प्र्याक्टिस गर्ने है त। ल सो आजलाई हामी यति नै राख्छौँ हैन। र यसपछि सर्ट क्वेसनको अझै फर्दर क्वेसनहरू हामीले गर्न नै छौँ। त्यति बेला तिमीहरूले यति पढ्ने, यतिलाई रिभाइज गर्ने मजाले हैन, 2-3 चोटि मजाले आफ्नो रफ कपीहरूमा बनाउने अनि त्यसपछि फर्दर हामीले अगाडि बढाउँछौँ है त। ल थ्याङ्क यू एभ्रिवान।